नमस्ते सबैजनालाई। आज चाहिँ हामी थोरै समसामयिक विषयमा चर्चा गर्न जाँदैछौँ। त्यसको बारेमा चाहिँ यो तपाईँहरूलाई एजुकेसनल पर्पजको लागि पनि हुनसक्छ अनि एउटा समसामयिक घटनाहरूमा आधारित भएर यसलाई म अलिकति त्यसतर्फ मोडेर पनि लाने कोसिस गर्दैछु। सो यहाँ चाहिँ के छ भन्दाखेरि हाम्रो नेपालमा चाहिँ हिन्दुइजम, बुद्धिज्म, इस्लाम, किराँत, क्रिस्चियनिटी अनि अब अर्को त प्रकृति पूजाको होइन डिफ्रेन्ट अब रिलिजनहरू छ होइन। त्यसमा चाहिँ एकर्डिङ टु दि सर्वे होइन डाटा कलेक्सन अनुसार चाहिँ हाम्रो 81.19% चाहिँ हिन्दुइजम छ भनेर भनिन्छ है। 8.12 चाहिँ बुद्धिज्म छ भन्छ, 5.09 चाहिँ इस्लाम छ, किराँत 3.17, क्रिस्चियनिटी 1.76 छ होइन। अब यो हाम्रो पछिल्लो गणना अनुसार चाहिँ यो डाटा छ हामीसँग कलेक्ट भएको चाहिँ। अनि हाम्रो कास्ट सिस्टममा चाहिँ कस्तो छ भन्दाखेरि क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, मुस्लिम होइन, नेवार, यादव, राई, गुरुङको चाहिँ एक्चुअल डाटाहरू आएको छ। अनि त्यो बाहेक पनि अरूहरू पनि हुनुहुन्छ, हाम्रो लिम्बू होइन, त्यसपछि डिफ्रेन्ट अब जात अनुसार त्यो गरेको छैन। तर यसमै हामी सबैलाई एकै ठाउँमा राखेर गर्दा चाहिँ के गर्न सक्छौँ भन्दाखेरि खस-आर्य चाहिँ हाम्रो 38.7% भनेर भनिएको छ, आदिवासी जनजाति 30.4, मधेसी 20.8 भनेर भनेको छ, दलित 13.4 अनि मुस्लिम चाहिँ 4.9 छ हाम्रो नेपालमा। मैले यो प्रसङ्ग किन जोडिरहेको छु भन्दाखेरि आई डोन्ट नो यो हिन्दुइजम भन्ने कुरा चाहिँ हिन्दू हामीसँग 81.19% फुल छ छैन हामीसँग एक्चुअल डाटा हो कि होइन पनि हामी कन्फ्युजनमा छौँ क्या। कस्तो हुन्छ भन्दाखेरि जब गणना गर्न आउँछ हाम्रो ठाउँमा, हाम्रो समाजमा, अनि हाम्रो 5 जनाको परिवार छ भनेदेखि त्यो परिवारमा सबै त्यो हिन्दूको घरमा त जन्मेको हो। तर आई डोन्ट नो त्यो सिङ्गल पर्सपेक्टिभबाट हेर्ने भने त्यो मान्छे हिन्दुइजम फलो गरिरहेछ कि छैन उसलाई नै थाहा छैन क्या। म हिन्दू हो कि होइन, म बुद्धिस्ट हो कि होइन भन्ने पनि छैन क्या। अब अहिलेको पर्सपेक्टमा आएर अहिलेको समयमा अदर्समा म्याक्सिमम होला क्या, अदर्स होइन। किनकि इभन म पनि अब हिन्दू परिवारमा जन्मेको हो, हिन्दूको चाडपर्वहरू मनाइरहेको हुन्छु, प्लस आई लभ अब कुनै उसमा बुद्धिज्मको कुराहरू पनि छ होइन, कुनै अब क्रिस्चियनिटीको हाम्रो अब क्रिसमस यताउता पनि भन्ने भइरहेछ होइन, सबै कुरा भइरहेको हुन्छ नि त। अनि आई प्रिफर टु राइट अदर्स क्या। अब अदर्स म स्पेसिफिक यो भन्दा पनि होइन, आई प्रिफर टु से मोस्टली चाहिँ हिन्दुइजम र बुद्धिस्ट म चाहिँ दुइटैलाई राखेर भन्छु। अनि म्याक्सिमममा चाहिँ मान्छेहरूको चाहिँ हिन्दुइजम चाहिँ कसरी आउँछ भन्दाखेरि चाहिँ अब गणना गर्ने मान्छे आउँछ, तपाईँ कुन रिलिजनको हो भनेर अब तपाईँलाई रिलिजन यताउता भन्ने भन्दा पनि उनीहरूलाई सजिलो गणनाको लागि चाहिँ के भन्छ, तपाईँ हिन्दू होइन त? हिन्दू, ल। अब बिचरा अब गाउँघरमा नबुझेको मान्छेहरूलाई रिलिजन भनेको के हो, कुन धर्म मान्नुहुन्छ भन्नेको जे चल्दै आएको होइन। नेपालमा चाहिँ नेपालको पर्सपेक्टमा के छ भन्दाखेरि हिन्दू मात्र भइसकेपछि हिन्दूले मान्ने मात्र धर्मलाई जसले मान्छ त्यो हिन्दू मात्र भनेर भनिँदैन। त्यही भएर हिन्दूले पनि यहाँ बुद्धिस्टको धर्म मानिरहेको छ, ऊ मारिरहेको छ, किराँत प्लस होइन, किराँत भनेर अल किराँत पिपुल आर त्यो हुन्छ नि, त्यो कट्टर किराँत हो, हामी हिन्दू पनि मान्दैनौँ, बुद्धिस्ट पनि मान्दैनौँ, बुद्धिस्टको धर्म मान्दैनौँ भन्ने छैन नेपालको पर्सपेक्टमा चाहिँ। किनकि यहाँ जातीय हिसाबले गर्ने हो भने क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ अब सबैले होइन आफ्नो ठाउँबाट त्यहाँ दसैँ पनि मनाइरहेको हुन्छ, तिहार पनि मनाइरहेको हुन्छ, चैते दसैँ पनि मनाइरहेको हुन्छ, साउने सङ्क्रान्ति पनि मनाइरहेको हुन्छ, माघे सङ्क्रान्ति पनि मनाइरहेको हुन्छ। त्यसलाई हेर्ने हो भने अब प्रकृतिको हिसाबले प्रकृति पूजा गर्ने त्यो छुट्टै उ भयो। अनि त्यसरी जाँदाखेरि चाहिँ मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ स्पेसिफिक अब यो हिन्दूको क्यालकुलेसन चाहिँ यो 81.19 छ छैन आई डोन्ट नो। अरूहरू अब यो पनि किनकि यो गणनै अलिकति अर्कै तरिकाको छ जस्तो लाग्छ क्या मलाई। अब मैले भने नि अघि नै, अब जसरी क्यालकुलेट गरिन्छ नि त्यो हचुवाको दालमा क्यालकुलेट गरेर यो गणना आयो कि आएन आई डोन्ट नो। त्यो जेसुकै होस्, ल ठिक छ, यो केही छैन। हाम्रो हिन्दू भए पनि केही छैन, हाम्रो राज्य बुद्धिस्ट भए पनि केही छैन, वी अल आर नेपाली एन्ड वी रेस्पेक्ट एभ्री रिलिजन। तर पछिल्लो समयमा आई डोन्ट नो दिस अबाउट होइन, हिन्दुइजम, बुद्धिज्म, इस्लाम अनि किराँत अनि प्रकृति पूजक यताउता अरू डिफ्रेन्ट धर्महरूमा चाहिँ म केही भन्न चाहँदैन। बट क्रिस्चियनिटीमा चाहिँ आई हेभ डाउट एन्ड आई हेभ क्वेसन्स क्या। अब
सबै नेपालमा चाहिँ जन्मजात क्रिस्चियन भएर आउने चाहिँ थोरै नै छ क्या अहिलेको समयमा, त्यो थोरै नै छ। त्यो भएर चाहिँ क्रिस्चियनिटी चाहिँ अहिले यति बढिरहेको छ नि, यु गाइज वोन्ट बिलिभ के, त्यो मान्छेहरू यस्तो म्यानिपुलेट भएर बढिरहेको छ भने त्यो क्रिस्चियनिटीले त्यो अरूले म्यानिपुलेट गरेर बढाएको भएर नै क्रिस्चियनिटी जुन धर्म मान्छेको यो धर्ममा जाने मान्छेहरूकोमा चाहिँ म्याक्सिमम त्यो नेगेटिभ इम्प्याक्टहरू परेको हो कि भन्ने पनि भइरहेछ। अनि लोभ लालचमा अलिकति बढी पारिदिने होइन, त्यो धर्म के हो, यो धर्ममा जाँदाखेरि ठिक छ, यो धर्मको बेनिफिट के हो, यो धर्म यो हिन्दुइजम छोडेर म क्रिस्चियनिटीमा जाँदाखेरि के हुन्छ भन्ने कुराहरू त्यो भएर होइन, ल सोध मलाई यो धर्ममा जान मन लाग्यो भनेर जाने चाहिँ कमै छ। त्यही भएर क्रिस्चियनिटी चाहिँ अहिले म्याक्सिमम त्यसरी बढेको जस्तो लाग्छ। हाम्रो गाउँठाउँमा पनि चर्च भन्ने कुरा, हाम्रो ठाउँमा चर्च भन्ने कुरै थिएन क्या। म नुवाकोट ककनीको बासिन्दा होइन, हाम्रो ठाउँमा क्रिस्चियन भनेको चाहिँ अब ककनीमा एका दुक्की टाइपको क्या, अब त्यो औँलामा गनिने टाइपको घरहरू परिवारहरू थियो होला। त्यो अब बाउ बाजेबाट पहिल्यै अब त्यो के कुन तरिकाले आए, अहिले अब हाम्रा साथीहरू पनि अब त्यो जन्मजातै भएर आए। ओह, वी डोन्ट ह्याभ क्वेसन्स फर देम के, उनीहरू भनेको जन्मजातै आए, बाउ बाजेबाट हुँदै आएको। तर म्याक्सिमम अहिले जो परिवर्तन भइरहेका छन् उनीहरूप्रति चाहिँ क्वेसन्स भयो कि। अनि चर्चहरू पनि छ कि, ठाउँ ठाउँमा चर्चहरू छ। अनि त्यो अलिकति म्यानिपुलेटिभ तरिकाले लाने, अलिकति भड्काउने तरिकाले लगिरहेको छ, त्यो भयो। त्यो धर्ममा पनि डाउट छ। अनि अहिले रिसेन्टको केसमा हाम्रो जातीय द्वन्द्व, त्यसपछि रिलिजन वाइज पनि द्वन्द्व निम्त्याउने कुराहरू पनि म्याक्सिमम भइरहेको अवस्थामा चाहिँ यो कुरा थाहा पाउन जरुरी छ कि हामी नेपाली हो, हामी नेपालीले हिन्दुइजमलाई पनि रेस्पेक्ट गर्छौँ, बुद्धिज्म, इस्लाम, किराँत, क्रिस्चियनिटी जो हो क्रिस्चियन जन्मजातै भएर आएको छ, उसले अब सोचेर बुझेर आफै परिवर्तन भएको छ, अरूको लैलैमा लागेर भएको छैन भनेदेखि वी रेस्पेक्ट फर देम है। अनि जसले अरूको धर्मलाई होच्याउँदैन, जो आफू जे हो त्यसमै रमाउँछ हो, त्यस्तोको लागि चाहिँ वी रेस्पेक्ट एन्ड वी एक्सेप्ट हु दे आर एन्ड हु दे वान्ट टु बी। अनि त्यो भयो। त्यो भएर चाहिँ यो जातीय द्वन्द्व र धर्मको द्वन्द्व गर्नु चाहिँ यो बेवकुफाइ जस्तो लाग्छ अहिलेको समयमा चाहिँ। यो कतिपय अब मान्छेहरूले उ गरेको छ। अनि हाम्रो अब हेर्ने हो भनेदेखि खसारी चाहिँ अब म्याक्सिमम छन् होइन, 38.7%। यो चाहिँ गणना अनुसार नै यो चाहिँ हो नै, म्याक्सिमम नै हो। किनकि आदिवासी जनजातिमा चाहिँ अब हाम्रो यो मगर, थारू, तामाङ, अनि त्यसपछि राई, गुरुङ, मगर, लिम्बूहरू होइन, सबैजना पऱ्यो होइन। त्यो भएर 30.4% भयो। मधेसी हाम्रो 20.8 छ, दलित पनि 13.4 भनेको छ। अब यो चाहिँ अब छुट्याउने हिसाबले चाहिँ अब त्यसरी छुट्यायो हो। तर वी अल आर नेपाली एन्ड एज अ होल वी आर 100%, 100% होइन, त्यसरी जानु पऱ्यो। अनि धर्मको विषयलाई चाहिँ यसरी द्वन्द्वमा चाहिँ लानु भएन भने जस्तो लाग्छ मलाई चाहिँ। विस्तृत रूपमा चाहिँ हामी अब कसले के भन्यो, किन भन्यो भन्ने कुराहरू चाहिँ अब अर्को भिडियोमा भन्दै गरौँला। अब यसरी होइन, इफ यु गाइज डोन्ट वान्ट टु फलो हिन्दुइजम्स अनि हिन्दुइजमसँगको रिलेटेड कल्चरहरू, इट्स ओके फाइन। तर त्यो भन्दै चाहिँ अरूको धर्मलाई डिसरेस्पेक्ट गर्ने, जातलाई डिसरेस्पेक्ट गर्ने, त्यो कुराहरू चाहिँ गर्नु भएन होइन। आफ्नो ठाउँ छ, ऊ छ। अब इभन होइन, इभन ब्राह्मण र क्षेत्रीमै पनि भड्काउने खोज्ने मान्छेहरू धेरै छन् क्या। अब सम पिपल चाहिँ कि क्षेत्री पनि ब्राह्मण भन्दा डिफ्रेन्ट हो भनेर भने हुन्छ क्या। अब क्षेत्री पनि प्रकृति पूजक हो, सो दे क्षेत्री आर सिमिलर लाइक टु मगर, राई, लिम्बू, गुरुङको होइन, उनीहरू जस्तै हो। यो ब्राह्मण भनेको चाहिँ कहाँबाट आएको, ककोसिया के होइन, यताउता भनेर भने हुन्छ। तर नेपालको कन्टेक्स्टमा कस्तो छ भन्दाखेरि इफ वान ब्राह्मण होइन, ब्राह्मण मेन म्यारी अब त्यो हुन्छ नि अलिकति जैसी बाहुन, अलिकति त्यो गुमाई बाहुन, या भनौँ क्षेत्रीको छोरी गऱ्यो भने चाहिँ झऱ्यो अरे क्या। त्यो अब क्षेत्री भयो अरे, क्षेत्री भयो अरे। अब त्यसले त्यो कुनमा पऱ्यो त, त्यो न प्योर क्षेत्रीमा पऱ्यो न प्योर बाहुनमा पऱ्यो होइन। यस्ता त्यो भ्रामक कुराहरू क्या। यो जातको कुरा चाहिँ अब यो हाम्रै अब एसियन कन्ट्रीहरूमा म्याक्सिमम भइरहेको छ। त्यो भएर यस्ता कुराहरूले चाहिँ हाम्रो समाजमा धेरै इम्प्याक्ट पारिरहेको हुन्छ होइन। अब हाम्रो यस्तो कुराले चाहिँ के गर्छ भन्दाखेरि जातीय द्वन्द्व निम्त्याउँछ, जसले गर्दा चाहिँ हाम्रो
राष्ट्रमा चाहिँ एउटा द्वन्द्वात्मक त्यो प्रवृत्ति ल्याउँछ अनि जन्मजातै पनि घर परिवारमा सिकाउँदाखेरि यो जात यस्तो उस्तो भन्ने कुराहरू पनि बच्चाले सिकेर आउँछ। त्यो साथसाथै त्यो नेगेटिभिटी हुन्छ नि त्यो उनीहरूमा बढेर आउने भयो। सो आई रिक्वेस्ट एभ्री प्यारेन्ट्स हाम्रो हरेक घरमा भएको हरेक अब त्यो अपब्रिङ्गिङ गर्दाखेरि पनि हाम्रो छोराछोरीलाई चाहिँ त्यसरी चाहिँ कहिले पनि गर्नु भएन क्या। हो देयर इज डिस्क्रिमिनेसन्सहरू रहिरहेको छ, त्यो कुराहरू भइरहेको छ, त्यो कुरालाई चेन्ज गर्नुपर्छ। देयर आर लट्स अफ थिङ्स टु से होइन। सो आजलाई चाहिँ यति गरौँ। अब हामी चाहिँ अर्को भिडियोमा चाहिँ विशेष म यो भन्ने छु कि हाम्रो सर्टेन पिपल होइन समुदायको यो समुदायको मान्छेले भन्दा पनि त्यहाँ नेगेटिभिटी भएको मान्छेहरूले चाहिँ यो फैलाइरहेको छ नि त। त्यो भएर उनीहरूको कुराहरूलाई चाहिँ एनालाइसिस गरेर अर्को भिडियो बनाउने छु। सो तबसम्मको लागि डु लाइक, सेयर एन्ड फलो यस्तै रमाइलो भिडियोको लागि है त। बाइ बाइ, ह्याभ अ गुड डे एन्ड टेक केयर।